हेलो गाइस नमस्ते हजुर सबैजनालाई फेरि मेरो अर्को नयाँ भिडियोमा स्वागत छ र गाइस आजको सुरु चाहिँ हुँदैछ बिहानदेखि अनि यहाँ नानीसँग अनि अब यहाँ चाहिँ हेर्न सक्नुहुन्छ म चाहिँ नानीलाई लिएर अब खेलाइरहेको छु र बिहान उठेर चाहिँ अब नानीसँग नै यसरी एकछिन खेलाइ हुन्छ। त्यसपछि चाहिँ यता चाहिँ अब बाउले चाहिँ दाना काट्नु भनेर अब दाना गिराएर घाँसदेखि अनि यहाँ चाहिँ पत्ता टिप्नु हुँदैछ र हाम्रो चाहिँ अब सुँगुर छ सुँगुरलाई दाना भनेर चाहिँ अब गिराएर काट्न आँट्नु भएको छ। काट्नु पनि भयो अलिकति। त्यसपछि चाहिँ म चाहिँ यता गएँ कपडा धुनु भनेर र यहाँ चाहिँ कपडा धोएर सुकाउँदैछु। अब घाम लागेछ मजाले र फटाफट कपडा धोएर सुकाइहाल्छु। फेरि नानीको कपडा सुक्दैन भनेर चाहिँ कपडा धोएर सुकाउँदैछु। त्यसपछि चाहिँ यता बहिनी र भाइ आउनुभएको थियो र उनीहरू पनि अब जान भनेर निस्किसक्नु भएको छ। उनीहरू गइसकेपछि चाहिँ यता चाहिँ बाउ पनि काममा लागिसक्नु भएको छ अनि यहाँ एकजना दादालाई बोलाएर काम गर्नु हुँदैछ दुईजना र हाम्रो चाहिँ अस्ति भर्खरै अब छत हालेको थियो अनि यस्तो अब काटेर निकालेर त्यहाँबाट प्लास्टिक निकालेको थिएन त्यो प्लास्टिकहरू निकाल्नु हुँदैछ। त्यसपछि चाहिँ म चाहिँ यता आएँ नानीलाई नुहाइदिनु भनेर र नानीलाई चाहिँ अब नुहाइदिएकै थिएन थुप्रै दिन भयो अनि त्यही भएर आज चाहिँ मजाले घाम लागेको छ अनि नुहाइदिन्छु भनेर फटाफट नुहाइदिँदैछु र अब ठन्डा पनि छ त्यसको लागि चाहिँ अब यस्तै हप्तामा नुहाइदिन्छु अरू दिन चाहिँ यतिकै यसै पुसपास पारेरै राखिदिन्छु। अब ठन्डामा अब नानीहरूलाई सर्दी लाग्छ त्यही भएर सधैँ नुहाइदिनु सकिँदैन होइन र। त्यसपछि चाहिँ यता नुहाइधुवाइ गरिदिएर यता आएँ नानीलाई भित्र लिएर त्यहाँबाट चाहिँ क्रिमहरू पनि लगाइदिएँ अलिकति अनि त्यसपछि चाहिँ यता अलिकति मसाजहरू गरिदिएँ र गाइस मैले चाहिँ अलिक भिडियो चाहिँ स्पिडै गरिदिएको छु र धेरै लामो हुन्छ भनेर यहाँ चाहिँ भिडियो स्पिड गरिदिएको छु है गाइस। त्यसपछि चाहिँ यता मालिसहरू अलिकति गरिदिएँ अब यसो अलि मसाज गरिदियो भने मजाले सुत्छन् भनेर चाहिँ मसाजहरू गरिदिएँ। तर मसाज गरे पनि मेरो छोरा चाहिँ सुत्दै सुत्दैन दिउँसो एकछिन सुत्छ उठिहाल्छ त्यस्तै सुत्छ र यता चाहिँ यसै अब खेल्न एकछिन सुताइदिएँ यता चाहिँ एकछिन खेल्दैछ मजाले र गाइस मैले चाहिँ त टिका लगाइदिएको अरे लगाउँदा यति ठुलो भयो नभन्नु न। त्यही भएर चाहिँ यता आमाले बनाउनु हुँदैछ सब्जी अनि सब्जीमा चाहिँ थियो हाँसको मासु र कुमरा र गाइस नानी भएकोदेखि चाहिँ आमाले नै बनाउनुहुन्छ भात सब्जी किनकि नानीले दिँदैन त्यही भएर चाहिँ म यता म पनि नुहाइधुवाइ गरेर आएँ नानीलाई पनि नुहाइधुवाइ गरिदिएँ र यता चाहिँ नुहाइधुवाइ गरेर यता चुलहरू कोरिदिन्छु अनि यता नानी चाहिँ सुतेको छ छोरा चाहिँ अनि यता चुलहरू कोरिदिन्छु। अब खेल्न पनि जान्छु ऊ पनि त्यही भएर खेल्न जान्छु नुहाइदिनु मम्मी भन्न थाल्यो र यता चाहिँ नुहाइधुवाइ गरिदिएँ अब चुलसुल बाँधिदिन्छु र हुन्छ त गाइस आजको भिडियो यति नै कस्तो के लाग्यो भन्नु होला राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला अनि मेरो पेजलाई फलो पनि गरिदिनु होला। फेरि भेट्ने छु अर्को नयाँ भिडियोमा। हुन्छ त गाइस बाई।